के गरे गएको यो 15 किलो झाडाको किरा टाउका किरा टाउका किरा टाउका परे किरा यस्तो पर्छ किरा 15 किलोलाई चावईको र मम्मीले किन सिनका ल्याइदिएर सिनका बनारे अन्वा बनाउने त एउटा चाहिँ हाल्नु न यस्तै बनाइदिनु उतै छानामा यतापट्टि छाना भास्तो लाग्छ हेर त दुईटा भए त पुग्छ भावा त्यहाँ हो हुनी सिनका छैन खान कस्तो लाग्यो दिदी खतरा अलि भिजा अलि बजा न यस्तो कान्ते जस्तो कान्तेर उता ओइ कहाँ गएको त के गरे गएको यो 15 किलो झाडाको किरा टाउका किरा टाउका परे किरा यस्तो पर्छ किरा 15 किलोलाई 50 के को कमले पर्ने गएको यो अर्को चाहिँ ल्याउनु पर्यो त्यहाँबाट फुलाउ चलाउनलाई गुठीको छ नि छोडे ल्याएकै छैन होला आउनु हो दाजु हुन्छ त्यही त नि अर्को पढ्ने जुन पढ्ने नै ल्याउनु पर्यो फुलाउ चलाउनु त सबै पकाउने अन्त खाने भाइकाले पकाउने भाइको सबै कुरो कता भन्नु पर्यो ठुल्ठुला दे पाल्दिनु पर्छ खाँदैन यसको विकास गर्ने भएको त जाने त्यो माहरू ल्याउनु भने अरे मामाहरूले सरकोलाई तिल पिन्दै हुनु हाम्रो ठुल दिदी ठुल्दिदी आफैले भन्दैन न आफैले भन्न न यहाँ चाहिँ यहाँ चाहिँ मेरो छोरालाई पकाउँदैन छोरालाई रेडी बनाउनु त भाइजू मेथी ल्याउनु त मेथी पोको छैन तर्काउने पानी मोल्ला नि ल अहिले मोले हुन्छ मा पर्दैन छोड्दिनु अहिले मोले हुन्छ ल के पुगेन भन्नु है के पुगेन चौटा पुगेर ल फेरि ल त्यहाँ दुईजना ल 1 2 3 गो ल 1 2 3 गो ल कुले जाली गरे कुल्यो ल कुले सिधै कुल्यो कति बजी छोड्छ हजुरलाई निन्द्राले भन्नु त ए 3 बजे यस्तो भइदिएको हुन्छ मलाई 5 बजे त छोडे हो 5:15 5:30 बजे त म सधैँ
हजुर हेरिरहनुहुन्छ नि त भिडियो हेरिरहेको के हेर्न छोड्यौँ हेर्नै छोडे निकाल्नै जानिने कतको निकाल्नै जानिने एउटाले सार्ने एउटा झिक्ने गर्ने हो क्या एउटा सार्ने त फर्काउने अनि एउटा झिक्ने गर्नुपर्छ पकाएर बाल बनाउनु पर्छ यो धेरै पानी नि हालेन वहाँबाट ल्याएर पानी हो मैले उता थपेँ होइन छिटो पिठो भयो अहिले के रोटी चढा छैन के कस्तो भएको छ अलिक गिल्ले चाहेन गिल्ले लाग्यो दिएन आइसेला त्यहीँबाट पेँचला कहिल्यै हुन्छ चिसो हुन्छ काटिन्छ कामै छैन त्यहाँ हाल्दै चलाउँदै गर्नु आगो नि बोलेन यतापट्टि आगो नि नानी गुल्ली कतिको हो राम्रो त खाने